एक्सल भनेको के हो त माइक्रोसफ्ट एक्सल एमएस एक्सल एउटा स्प्रेडसिट हो। के हो? एउटा स्प्रेडसिट सफ्टवेयर हो जुन कुन कम्पनीको हो त त्यो जुन माइक्रोसफ्ट एक्सल छ भन्ने जुन सफ्टवेयर त्यो सफ्टवेयर माइक्रोसफ्ट कम्पनीको सफ्टवेयर हो। माइक्रोसफ्ट एक्सललाई कुन कम्पनीले बनाउनु भएको त एमएस एक्सललाई माइक्रोसफ्ट कम्पनीले बनाउनु भएको हो। यसलाई मुख्य रूपमा डाटा व्यवस्थापन, कल्कुलेसन, विश्लेषण भनेको एनालाइसिस, कुनै पनि डाटालाई एनालाइसिस र चार्ट बनाउन प्रयोग गरिन्छ। केमा हामी एक्सलको प्रयोग गरिन्छ त यसलाई मुख्य रूपमा एक्सललाई मुख्य रूपमा डेटा व्यवस्थापन, गणना, कल्कुलेसन, विश्लेषण भनेको एनालाइसिस र चार्ट भन्ने चार्ट बनाउन प्रयोग गरिन्छ। जस्तै हाम्रो कुनै पनि इयरली वाइज डेटा हो त्यो डेटालाई इयरली वाइज हामी चार्टमा पनि बनाउन सक्छौँ। चार्टमा पनि चार्ट बनाएर सो गर्न सक्छौँ। कुनै पनि कम्पनीको डेटा हुन्छ भने जहाँको पनि डेटा जस्तो पनि डेटा हुन्छ जुन त्यो डेटालाई हामी चार्टमा बनाउन सक्छौँ। यो सबै कार्यको लागि एक्सलको प्रयोग हुन्छ। अब यसको एमएस एक्सलको मुख्य कामहरू, एमएस एक्सलको मुख्य काम के हो त्यसको बारेमा हामी जान्छौँ। त यहाँ दिएको छ 1 नम्बरमा डेटा एन्ट्री। डेटा एन्ट्री भनेको के हो त एक्सलमा हामी कुनै पनि विद्यार्थी भयो, एउटा विद्यार्थीको रूपमा लियौँ हामी। त्यो एउटा विद्यार्थी भयो त्यसको के हुन्छ? नाम हुन्छ, जन्म मिति हुन्छ, त्यसको आमा बुवाको नाम हुन्छ, ठीक छ। त्यसको एडमिसन डेट हुन्छ, त्यसको क्लास हुन्छ, त्यसको रोल नम्बर हुन्छ। यो सबै के हो? त्यो कुनै पनि इम्प्लोइ भयो, विद्यार्थी भयो, त्यस्तो कस्तै पनि बेहोरा हामी राख्नको लागि यो डेटा एन्ट्री गर्छौँ। त्यो हामी एकचोटि एक्सलमा चढाउनु पर्छ, एन्ट्री गर्नुपर्छ। त्यो एकचोटि चढाएर हामी त्यो डेटा जुन एक्सल सिट हुन्छ त्यसलाई हामी सुरक्षित राख्छौँ। त्यो हाम्रो के हुन्छ? एक्सल सिटमा डेटा एन्ट्री गर्ने ठाउँ हुन्छ। सेल बाई सेल हामी एन्ट्री गर्छौँ। जस्तो जस्तो रिक्वायर्ड हुन्छ भन्ने आमा बुवाको नाम जस्तै जन्म मिति, विद्यार्थीको नाम त्यस्तै गरी धेरै हुन्छ भन्ने त्यस्तै हामी आदि सजिलै राख्न सक्छौँ। जस्तै सेकेन्ड नम्बरमा के दिएको छ? कल्कुलेसन। एक्सलमा फर्मुला प्रयोग गरेर छिटो हिसाब गर्न सकिन्छ। एक्सलमा के छ? कुनै पनि हिसाब हुन्छ भने त्यो जस्तै हामी फर्मुला अप्लाई गर्छौँ भने इन्टर किबोर्डबाट हामी इन्टर थिच्दा त्यही बेला एक्सपोर्ट रिजल्ट दिन्छ। यो होइन कि 5 मिनट पखेर दिन्छ, त्यस्तो कुरा होइन। वेट गर्नु पर्दैन। हामी जस्तै इन्टर क्लिक गर्छौँ भने त्यस्तै हामीले रिजल्ट हेर्न मिल्छ। त्यस्तै गरी एडिसन भनेको प्लस जोड, सब्ट्र्याक्सन भनेको माइनस घटाउ गर्न, मल्टिप्लिकेसन हो, डिभिजन हो। यो सबै काम गर्न हामी सक्छौँ एक्सलभित्र। उदाहरण यहाँ दिएको छ जोड गर्नको लागि। यहाँ जोडको फङ्सन दिएको छ एडिसनको। के छ? यसलाई फन्ट साइज म बढाउँदैछु, बोल्ड पनि गर्यो। यो सम इक्वल, तर कुनै पनि फङ्सन हामी एक्सलमा अप्लाई गर्दाखेरि अगाडि नै इक्वल टु प्रेस गर्नुहुन्छ। हामीले के हुन्छ? कुनै पनि एनिथिङ, कुनै पनि एक्सलभित्र हामी फर्मुला अप्लाई गर्दा अगाडि के अप्लाई गर्नुहुन्छ, के लेख्नुपर्छ त इक्वल टु
प्रेस गर्नुपर्छ। सबैभन्दा अगाडि जस्तै यो फर्मुलामा के दिएको छ, सम दिएको छ, ओपनिङ ब्रेकेट र क्लोजिङ ब्रेकेट, यो सबै फर्मुलाको भित्र आउँछ। यो ओपनिङ ब्रेकेटदेखि क्लोजिङ ब्रेकेट, ठिक छ। त्यो भित्र हामीले जुन सेलको एड्रेस छ भने त्यो सेलको एड्रेस यो भित्र हामी लेख्छौँ। यहाँ के दिएको छ, A1 देखि A5 सम्म, A1 देखि A5 सम्म भनेको ए कलम हो, 1 रो हो, ए कलम हो, 5 रो हो, ठिक छ। त A1 देखि 1 रोदेखि 5 रोसम्म जति पनि नम्बर हुन्छ भने त्यसलाई जोडेर दिन्छ। यो फर्मुलाले AI देखि A1 देखि A5 सम्मको टोटल निकालेर दिन्छ। थर्ड नम्बरमा के दिएको छ, डेटा एनालाइसिस। डेटा एनालाइसिस भनेको के हो, एक्सेलले ठुलो डाटालाई सजिलै एनालाइज गर्न मद्दत गर्छ। जति पनि ठुलो डाटा हुन्छ त्यसलाई सजिलै एनालाइज गरेर हामी त्यसको प्रयोग रिजल्ट पाउन सक्छौँ। चार्ट, चार्ट भनेको ग्राफ। यहाँ के दिएको छ, बार चार्ट, पाई चार्ट। हामी स्कुल टाइममा पढेको हुन्छ पाई चार्ट, बार चार्ट, यो लाइन चार्ट। त्यो पनि सुविधा एक्सेल भित्र हामीले मिल्छ। यहाँ के दिएको छ, बार चार्ट, पाई चार्ट, लाइन चार्ट बनाएर डाटा भिजुअली देखाउन सकिन्छ। हामी जति पनि डाटा हुन्छ त्यसलाई पाई चार्टको मद्दतले र लाइन चार्टको मद्दतले हामी हेराउन सक्छौँ। रिपोर्ट बनाउने, 5 नम्बरमा के दिएको छ, रिपोर्ट बनाउने। रिपोर्ट बनाउने भनेको के हो, जस्तै हामी ब्याचलर गर्छौँ या कुनै पनि लाइनको स्टुडेन्ट हो, त्यसमा एउटा प्रोजेक्ट बनेर आउँछ, त्यस्तो पनि काम हामी गर्छौँ। जस्तै स्कुलको रिपोर्ट, अफिसको लागि, एकाउन्टिङको लागि रिजल्ट सिट आदि बनाउन एक्सेल धेरै प्रयोग हुन्छ। एक्सेल प्रयोग हुन्छ धेरै भनेको यो हामी पनि हेर्न सक्छौँ कि एक्सेलले ब्याङ्कभित्र या एनी अदर गभर्मेन्ट एन्ड नन गभर्मेन्ट भनेको प्राइभेट सेक्टर, ठुलो र सानो सबै सङ्घ संस्थामा, लघु वित्तीय ब्याङ्क पनि हुन्छ, सबै जति पनि सानो सप पनि हुन्छ, दुकानहरू, त्यहाँ जहाँ पनि हेर्छौँ भने त्यहाँ सबै ठाउँमा एक्सेलको प्रयोग हुन्छ। एक्सेलको प्रयोग सबै ठाउँमा हेर्न हामीले मिल्छ। एक्सेलका मुख्य फिचर के हो, यसको फिचरका बारेमा हामी जान्छौँ। यो एक्सेल निर्धारित हो केमा, त रो र कलममा काम हुन्छ। के हो, एक्सेल जुन हुन्छ भन्ने त्यो रो र कलममा निर्धारित छ। फेरि रो र कलम मिलेर बनेको सेल हुन्छ, त्यो सेललाई हामी सेल भन्छौँ। आदिमा डाटा राखिन्छ, जुन सेल हुन्छ त्यही सेल ब्लक हुन्छ। त्यो ब्लकमा हामी जति पनि डाटा एन्ट्री गर्छौँ भन्ने, गर्न चाहनुहुन्छ भने त्यो सेलमा हामी एन्ट्री गर्छौँ। त यहाँ दिएको छ, यो जुन छ यो सेलको एड्रेस A1, B2 आदिमा डाटा राखिन्छ। फर्मुला र फङ्सन प्रयोग हुन्छ, ठिक छ। अटो क्याल्कुलेसन हुन्छ, डाटा सर्टिङ र फिल्टरिङ गर्न सकिन्छ। जस्तै यहाँ डाटा सर्टिङ र फिल्टरिङ भनेको के हो, जस्तै हामीसँग एउटा स्कुलको डेटा हो, 6 क्लासको र 8 क्लासको। मैले भनेको कि मात्र मैले जति पनि फिमेल छ त्यसको रेकर्ड दिनु होला। अब त्यसमा के छ भन्ने, त्यो मिक्सिङ डेटा हो। बोइजको नाम आयो, तर फेरि सेकेन्ड, थर्ड, 5मा के छ, गर्ल्सको नाम आयो, केटीको नाम आयो, फेरि 6, 7मा केटाको नाम आयो। यस्तै गरी मिलेर मिक्सिङ के छ, मिक्सिङ रेकर्ड हो। मसँग डेटा जुन पनि छ भन्ने 8 क्लासको त्यो मिक्सिङ डेटा हो। अब त्यो भन्दा बिचमा फरक गर्ने, छुट्याउने काम कसरी गर्ने, त्यस्तो कामलाई हामी के गर्छौँ, डाटा सर्टिङ र फिल्टरिङ भनिन्छ।
सर्टिङ र फिल्टरिङ भनिन्छ। त्यस्तै कामलाई जस्तै हामीले केटीको छुट्याउने र केटाको छुट्याउने कामको लागि हामी प्रयोग गर्छौँ डेटा सर्टिङ र फिल्टरिङ। अब केही इम्पोर्टेन्ट एक्सेल फङ्सन के हो फङ्सनको बारेमा हामी जान्छौँ। एक्सेलको फङ्सन के हो, जुन फङ्सन म भनेको थियो जुन फङ्सन त्यही हो। सम भनेको जोड्ने काम गर्छ, जोड, एडिसन। एभरेज भनेको औसत निकाल्ने, डिभिजन। म्याक्स भनेको म्याक्सिमम भ्यालु भनेको म 1 से 50 देखि ठुलो सङ्ख्या कुन भयो 50 भयो। त्यस्तै म्याक्सिमम भनेको हाइएस्ट भ्यालु जुन छ त्यो निकालेर दिन्छ। मिन भनेको मिनिमम भ्यालु, त्यो भन्दा सानो भ्यालु जुन हुन्छ भन्ने त्यो निकालेर दिन्छ। काउन्ट भनेको सङ्ख्या गन्ने। यहाँ त एउटा काउन्टको दिनुभएको छ, तर काउन्टको फङ्सन पनि छ। काउन्ट, काउन्टा, काउन्ट इफ हो, काउन्ट इफ्स हो, धेरै हो, 4वटा फङ्सन हो। तर यहाँ त मात्र काउन्ट दिनुभएको, तर काउन्ट फङ्सन केलाई कल्कुलेसन गरेर दिन्छ त मात्र डिजिट नम्बरलाई कल्कुलेसन यो गरेर दिन्छ। यही म ए लेख्दा अब यो के मात्र काउन्ट गर्छ त टेक्स्ट र डिजिट नम्बर दुवैलाई काउन्ट गर्न सक्छ। मात्र यो काउन्ट भनेको मात्र डिजिट नम्बर गणना गर्न सक्छ, कल्कुलेसन गरेर दिन्छ। ए थप्दा काउन्टा फर्मुला भयो भन्ने काउन्टा, यहाँ ए लेख्दा काउन्टा भनेको के छ, यो नम्बर सङ्ख्या र अल्फाबेट सङ्ख्या दुवैलाई काउन्ट गरेर दिन्छ। ठिक छ। अब हामी अगाडितिर हेर्छौँ एक्सेल कहाँ प्रयोग हुन्छ, एक्सेलको प्रयोग हुने काम के हो, एक्सेललाई कहाँ प्रयोग हुन्छ त हामी यहाँ हेर्छौँ। एक्सेल एकाउन्टिङ जुन छ एकाउन्टिङ हिसाब किताबको लागि प्रयोग गर्छौँ। स्कुल रिजल्ट सिटको लागि प्रयोग गर्छौँ। बिजनेस रिपोर्टको लागि प्रयोग गर्छौँ। डेटा म्यानेजमेन्टको लागि प्रयोग गर्छौँ। स्यालेरी सिट बनाउनको लागि पनि प्रयोग गर्छौँ। धेरै काममा हामी प्रयोग गर्छौँ एक्सेलको। अब यसको हामी प्रयोगतिर लागौँ, प्र्याक्टिकलतिर लागौँ। प्र्याक्टिकली हामी कसरी काम गर्छौँ त्यसको बारेमा हामी सिक्छौँ। अब एक्सेल भनेको यो त खुलेको छ, तर एक्सेल एप्लिकेसन कुन कसरी खोल्ने नखोल्ने त्यसको बारेमा हामी जान्छौँ। यहाँ मैले यहाँ सर्च बार छ, सर्च बार छोडौँ। अगाडि हामी यहाँ विन्डोज एप्लिकेसनको जुन पिक्चर हो, यहाँ क्लिक गर्दा कम्प्युटरभित्र रहेको सबै एप्लिकेसन खुलेर आउँछ। तर अब यहाँ हामी सबैभन्दा तल जाने एक्सेलको माइक्रोसफ्टको प्याकेज ढुन्ने कता हो, यहाँ छ। ठिक छ। यहाँ अब क्लिक गर्दाखेरि यहाँ एक्सेल आउनु भएको, यहाँदेखि पनि हामी खोल्न सक्छौँ। क्लिक गर्यो, अब एक्सेल खुलिरहेछ। ठिक छ, खुल्दैछ मेरो एक्सेल। अब मेरो एक्सेल त खुल्यो। यहाँदेखि नखोल्दा पनि हामी जुन पनि एप्लिकेसनमा काम गर्न चाहन्छौँ, यहाँ टाइप हियर टु सर्च दिएको छ। यहाँ पनि सर्च गर्दाखेरि हुन्छ EXCL एक्सेल। ल अब आयो, किबोर्डबाट इन्टर थिचे। अब त्यो खुल्दैछ एक्सेल। अब खुलेर आयो। अब यहाँ यस्तो थिम्स आउँछ। अब यहाँ डेमोमा दिइरहेको छ कि तिमी अगर तपाईँले यस्तो डाटामा काम गर्न चाहनुहुन्छ भने यसमा क्लिक गरेर आफ्नो डाटा रियुजेबल गर्न सक्छौँ। तर मैले त आफ्नो डाटा एन्ट्री गर्न सक्छु। म ब्ल्याङ्क सिट माने सादा पाना म लिन चाहन्छु। त यहाँ के दिएको छ, ब्ल्याङ्क वर्कबुक। अब यसमा क्लिक गर्छु। अब यसमा क्लिक गर्दा मेरो कम्प्युटर के छ, कम्प्लिटली मेरो एक्सेल एप्लिकेसन ओपन भयो है। यो एक्सेलको हो भ्यू, यो के हो, एक्सेलको भ्यू हो। यहाँ भनेको यहाँ जुन छ भन्ने यहाँ बुक जुन हाम्रो एक्सेल फाइललाई वर्कबुकलाई
हामी सेभ गर्छौँ त्यो नाम भनेर सो गर्छ। ठिक छ, यो टाइटल बार भयो। अब यहाँ जुन सो गरिरहेछ भन्ने त यहाँ होम ट्याब छ, यसलाई के भन्छौँ होम ट्याब। यो डिफल्ट खुलेर आउँछ। अब यसको अगाडि इन्सर्ट ट्याब, यो पेज लेआउट हो, यसमा पेजको मात्र काम गर्ने। जस्तै यहाँ मार्जिन चौथाइ भन्छौँ भन्ने हामी कपीभित्र हेरेको चौथाइ, त्यो चौथाइ यहाँबाट हामी मार्जिन भनेर आउँछ, यहाँबाट लिन सक्छौँ। यस्तै गरी यहाँ फर्मुला हो, फङ्सन बार जुन मैले सम वगैरह हेराउनु भएको थियो त्यो सम वगैरहको यहाँ छ। डेटा बनेको यहाँ हो। यो सबै के हो, यो डेभलपर टुल हो, भ्यू हो। त यो के हो, यसलाई हामी ट्याब मेनु भनिन्छ। यसलाई के भनिन्छ, ट्याब मेनु भनिन्छ। यो जति पनि छ यहाँ यो प्रोपर्टिज बार हो। यो कसको प्रोपर्टिज बार हो, यहाँ जस्तै मैले होम ट्याबमा क्लिक गरेँ, अब अर्को हेर्नु भएको त यो सबै के भयो, यसलाई प्रोपर्टिज बार भनिन्छ। के भनिन्छ, यसलाई होम ट्याबको प्रोपर्टिज बार भनिन्छ। जस्तै इन्सर्ट ट्याबमा म क्लिक गर्दाखेरि यहाँ के आउँछ, त यो सबै इन्सर्ट ट्याबको प्रोपर्टिज बार हो। यो जस्तै पेज लेआउटमा, फर्मुलामा सबैको आफ्नो छुट्टा छुट्टै आफ्नो प्रोपर्टिज बार हो, सबैमा काम गर्न मिल्छ। जस्तै हामीले आज होम ट्याबको बारेमा जान्छौँ त होम ट्याबको बारेमा ओपन भयो। होम ट्याब भन्दा अगाडि यहाँ फाइल हो। फाइल भनेको के हो, यहाँदेखि हामी न्यू पेज लिन सक्छौँ, यहाँदेखि ओपन गर्न सक्छौँ, यहाँदेखि सेभ गर्न सक्छौँ, यहाँ सेभदेखि नौलो फाइल बनाउन सक्छौँ, बनाएर सेभ गर्न सक्छौँ, यहाँदेखि प्रिन्ट गर्न सक्छौँ, यहाँदेखि सेयर गर्न सक्छौँ। जुन डकुमेन्ट्समा हामी काम गर्छौँ त्यसलाई सेयर पनि गर्न सक्छौँ। यहाँदेखि एक्सपोर्ट हुन्छ, क्लोज हुन्छ, एकाउन्टिङ अप्सन हुन्छ। ठिक छ, फाइलमा यो हो। तर होम ट्याबमा क्लिक गर्दाखेरि हामीले यो जति पनि छ, यहाँ क्लिपबोर्ड हो, फोन्ट ग्रुप हो। यहाँ फोन्ट ग्रुपमा आउँदाखेरि यहाँ फोन्टको बारेमा हामी जुन पनि अप्लाई गर्न सक्छौँ, यहाँ हेर्न मिल्छ। हामीले कलर वगैरह आउँछ, फोन्ट साइज वगैरह आउँछ, फोन्ट फ्यामिली। यहाँ एलाइनमेन्ट हो, नम्बरिङ हो, यहाँ स्टाइल्स हो, सेल्स हो, एडिटिङ हो। यो सबै के हो, होम ट्याबको प्रोपर्टिज बार हो। यसलाई के भन्छ, होम ट्याबको प्रोपर्टिज बार। त मैले त यहाँ क्लिपबोर्ड हो, क्लिपबोर्डमा सबैभन्दा अगाडि पेस्ट हो, कट हो, कपी हो, फर्मेट पेन्टर हो। त त्यसको बारेमा हामी जान्छौँ। हामी कसरी जान्छौँ त्यसको बारेमा। त अब सबैभन्दा अगाडि त मैले एक्सलको जुन वर्कसिट हो त्यसको बारेमा हामीले थाहा जान्नु पर्यो। त मैले यहाँ होम ट्याबको प्रोपर्टिज बारमा बुझ्यो। अब यहाँ जुन छ यो एड्रेस बार हो। यो के हो, एड्रेस बार हो। यसको बारेमा हामी अगाडि हेर्छौँ। यहाँदेखि यसलाई फर्मुला बार भनिन्छ, फङ्सन बार भनिन्छ। ठिक छ, यसलाई के भनिन्छ, फर्मुला बार भनिन्छ। ठिक छ, तर यहाँ हामीले एबिसी हेर्न मिलिरहेछ। यसलाई जुन एबिसी जति पनि छ यसलाई हामी के भन्छौँ, कलम भनिन्छ। अगाडि नै मैले हेराउनु भएको थियो थ्योरीमा कि रो र कलम मिलेर बनेको केलाई काम गरिन्छ, एक्सल कुन माथि काम गरिन्छ, त रो र कलम माथि काम गरिन्छ। त त्यही हो, यो जुन छ एबिसिडी जुन छ यो कलम हो, यसलाई कलम भनिन्छ। हामी यो कराकरी सेलेक्टेड सेल हेर्नु भएको यो के हो, कलम हो, कलम यसलाई भनिन्छ। तर यो 1 2 3 दिनुभएको, तर यसलाई रो भनिन्छ। यसलाई के भनिन्छ, जुन 1 2 3 देखि रिप्रेजेन्ट गरिरहेछ यसलाई रो भनिन्छ। यसलाई एबिसिडी देखि कलम भनिन्छ, 1 2 3 देखि रो भनिन्छ। तर अब यसको प्राविधिक धार तर्फबाट सोध्ने क्वेसन हो एउटा। अब सबैभन्दा हामीले सोध्यो कि एदेखि कहाँसम्म
कलम हो र A1 देखि कहाँसम्म रो हो त्यसको बारेमा हामी जान्छौँ। त्यसको बारेमा ल यहाँ अब मैले क्लिक गरेँ, किबोर्डबाट कन्ट्रोल दबा प्रेस गरेर कन्ट्रोल की प्रेस गरेर राखेको। अब म साथमा जुन किबोर्डको राइट एरो हुन्छ त्यो प्रेस गर्छु। ल ए देखि XFD सम्म कुन हुन्छ? कलम हुन्छ। कलम कहाँसम्म हुन्छ? ए देखि XFD सम्म कलम हुन्छ। अब यो जुन छ प्राविधिकको क्वेसन अब्जेक्टिभ हो। अब्जेक्टिभ क्वेसन हो, प्राविधिक धारतर्फको प्राविधिक तर्फको यो अब्जेक्टिभ क्वेसन हो XFD सम्म। अब मैले सोधेको ए देखि कहिले कतिसम्म कलम हुन्छ त यहाँ हामीले चारवटा दियो XFA, XFB, XFC, XFD। अब मैले थाहा हुनुहुन्छ भन्ने XFD त मैले XFD मा टिक लगाउँछ कि ल XFD सम्म हुन्छ। ए देखि XFD सम्म कलम हुन्छ। अब यसको सबैभन्दा तल जानको लागि कन्ट्रोल की प्रेस गरेर राखे, फेरि डाउन एरो प्रेस गर्दा डाउनमा आउनु भएको। अब लेफ्ट एरो प्रेस गर्दा लेफ्ट साइडमा आउनु भएको। अब रो कति छ त्यसको बारेमा मैले थाहा लाग्नु भएको। यहाँ हेर्नुहुन्छ 10,48,576 जुन मैले अघि नै हेराउनु भएको थियो रो 1 2 3 सिरियल बाई। त्यही 1 2 3 सिरियल बाई यहाँ कहाँसम्म आउनु भएको त 10,48,576 सम्म रो भएको। रो कति हो त 10,48,576 रो हो। अब सबैभन्दा माथि गयो, माथि अप एरो प्रेस गर्दा डाउन प्रेस गर्दा लास्टमा आउनु भएको, अप प्रेस गर्दा माथि जान लागेको। अब मैले त थाहा लाग्यो। अब यति रो कलम हो, तर रो कलम जुन छ अब यहाँ जहाँ मैले क्लिक गर्छु भने त्यहाँ एउटा सिलेक्सन ग्रीन कलरको सिलेक्सन बनेर आउँछ। त्यसैलाई त के भनिन्छ? सेल भनिन्छ, ब्लक भनिन्छ। यो सेल हो। यसैभित्र त हामी जति पनि जुन डाटा लेख्न चाहन्छु भन्ने यो भित्र हामी लेख्छौँ, यो भित्र हामी लेख्छौँ, यो भित्र हामी लेख्छौँ। यसैलाई त सेल भनिन्छ। त यो सेल कसरी बनेको हो यसको बारेमा हामी जान्न सक्छौँ। के छ कि रो र कलम मिलेर बनेको ब्लकलाई सेल भनिन्छ। सेल भनिन्छ। जुन सेलभित्र हामी कुनै पनि डाटा एन्ट्री गर्छौँ। ठिक छ, बुझ्यो? अब यहाँ जुन छ यसलाई क्लियर डेल बटन प्रेस गर्दा क्लियर गर्यो है डाटा। अब यो सेल छ नि यस्तै होइन, यो सेलको एड्रेस हो। यो जुन पनि सेल छ, जुन सेल छ जहाँ हामी क्लिक गर्छौँ भन्ने त्यसको एउटा एड्रेस हो। जहाँ क्लिक गर्छौँ भन्ने यहाँ हेर्नुहोस् कलम एचमा, एचको लाइनमा छ, कलमको लाइनमा छ, त एच के भयो? डार्क भयो। तर यहाँ 9 रो नम्बर के भयो? डार्क भयो। अब यहाँ हेर्नुहोस् त एड्रेस। यसलाई त मैले भनेको कि अगाडि यसको बारेमा हामी जान्छौँ। त अब मैले प्र्याक्टिकली नै हेराउनु हुन्छ कि अब देखो जहाँ पनि म क्लिक गर्छु भने त्यहाँ के आउँछ? D6 आउँछ। D6 किन आउँछ? किनकि यहाँ डी को लाइनमा छ। ल यहाँ 6 मा जाऊ, यहाँ रो नम्बर 6 मा छ। त्यो जुन कारणले यहाँ एड्रेस D6 हेर्न मिल्छ है। ल अब त यसको बारेमा हामी बुझ्यो, हामी जान्यो। अब हामी क्लासको बारेमा लाग्छौँ। त क्लासको बारेमा हामी के गर्छौँ? अब यहाँ जुन छ यो होइन कि मैले नाम लेखेको MD इन्जेमाम। ल अब यो अगाडितिर आयो। यो होइन कि अब यो अटेन यो अर्को सेलमा आउनु भएको, अर्को लाइनमा आउनु भएको, यो होइन। अब मैले आफ्नो आवश्यकता अनुसार यसलाई म यो जुन कलम हो, जुन कलमको साइज छ भन्ने यसको विथ यसको आफ्नो आवश्यकता अनुसार राख्न सक्छौँ। तर कसरी गर्ने
यसमा हामी जब माउस लिएर जाउँछ भन्ने अब हेर्नुहोस् त यहाँ कर्सरको जुन रङ छ चेन्ज भयो। अब यसलाई तानेर हामी खिच्छौँ ल अब कति लामो नाम लेख्ने अब लेख्नुहोस् न। अब जति पनि लामो लेख्न सक्छौँ भन्ने यहाँ हामी लेख्न सक्छौँ। फेरि यसलाई यो पनि विधि छ, यसलाई सानो गर्ने भने यहाँदेखि सानो गर्छौँ, ठुलो गर्ने भने यहाँदेखि ठुलो गर्छौँ, यहाँदेखि सानो गर्छौँ। यसको अर्को मेथड के हो, यसमा क्लिक गर्दा डबल क्लिक गर्छौँ भने यो जति कन्टेन्ट हुन्छ त्यसको आवश्यकता अनुसार अटोमेटिक आफ्नो विथ लिने काम गर्छ। ठिक छ, जस्तै मैले म यहाँ ताने, अब डबल क्लिक गर्यो अटोमेटिक त्यो जुन नाम छ भने त्यति लेखेको हुन्छ भने त्यति नै विथ लिनुभएको हो। अब यहाँदेखि मैले यसको हाइट कसरी बढाउने त्यसको बारेमा हामी जान्छौँ। ल यसको भने जति लामो गरौँ न, यहाँदेखि कति चाहनुहुन्छ भन्ने त्यति गर्न सक्छौँ। फेरि यसलाई घटाउने भने त्यति घटाएर राख्छौँ। यसको जति हाइट हुन्छ भने त्यति राख्न सक्छ, त्यति आफ्नो आवश्यकता अनुसार गर्न सक्छौँ। ल अब मैले क्लिपबोर्डमा दिएको छ भन्ने यहाँ दिएको छ। अब मैले के गर्यो, अब यहाँ मैले यसलाई गर्यो। अब यहाँ राखेको डिआइटी कम्प्युटर, ठिक छ, बौद्धिमाई 5 कोपोवा मैले लेखेँ। अब यसलाई यहाँ पनि लेख्न चाहनुहुन्छ भने कसरी गर्ने, अब मैले जुन यहाँ लेखेको छ भने यसलाई यहाँ नराखेर मैले मेरो आवश्यकता हो कि यसलाई जुन डिआइटी कम्प्युटर बौद्धिमाई 5 कोपोवा लेखेको छु यसलाई मैले यो लाइनमा नराखेर मैले यहाँ राख्न चाहनुहुन्छ भने त्यही सेम फन्टलाई यहाँ राख्न चाहनुहुन्छ भने त यो कसरी गर्ने। अब फेरि यहाँ मेटाएर यहाँ लेख्नुहुन्छ, अर्को लेख्नुहुन्छ भने के हुन्छ, त त्यस्तो काम होइन। कम्प्युटरले के भनेको, कम्प्युटर धेरै फास्ट डिभाइस हो, इलेक्ट्रोनिक डिभाइस चल्दैछ तर त्यो धेरै फास्ट डिभाइस हो। के छ, फास्ट डिभाइस हो, तर त्यो के छ, चलाउने व्यक्ति कस्तो छ त्यसको आधारमा त्यो निर्धारित हो। अब यसलाई डिलिट गरे। अब सेम त्यहाँ यहाँ नचाहनु भने यहाँ राख्न चाहनुहुन्छ, अब यहाँबाट यहाँ राख्नुहुन्छ भने जुन केसमा हामी के गर्छौँ, यसको सर्टकट की म तल लेख्दैछु CTRL प्लस एक्स, ठिक छ। एउटा हुन्छ CTRL प्लस सी हुन्छ, दुवैको काम गर्ने CTRL प्लस भी हुन्छ, ठिक छ। यो सर्टकट की हो। ल यहाँ लेख्दैछु रिमुभ कपी, ठिक छ, पेस्ट, ठिक छ। अब यहाँबाट उठाएर यहाँ राख्ने हो, यहाँ चाहनु हुँदैन त यसलाई के गर्नुहुन्छ, कन्ट्रोल थिचेर राख्ने, फेरि एक उङ्गलीबाट कन्ट्रोल थिचेर राख्ने, एक उङ्गलीबाट के गर्ने, एक्स प्रेस गर्ने। ल अब कन्ट्रोल प्लस एक्स थिच्दा यो के भयो, सिलेक्सन भयो। सिलेक्सनको मतलब के छ कि अब यसलाई सिलेक्सन गर्यो। अब जुन ठाउँमा राख्नुहुन्छ भन्ने त्यहाँ गएर क्लिक गरेर के गर्नुहुन्छ, अब यहाँ राख्ने हो। अब यहाँ के गर्नुहुन्छ, तब यो जुन छ यो कन्ट्रोल प्लस भी, त यहाँ मैले राख्न चाहनुहुन्छ भने त अब यहाँ कन्ट्रोल प्लस भी थिचे। ल त्यहाँबाट उठेर आउनु भएको। अब यो चिजलाई मेरो आवश्यकता छ यहाँ लेख्नको लागि। अर्को यो यहाँ पनि राख्नुहुन्छ, यो कन्ट्रोल यो यसको मेथड हो,
एक ठाउँबाट सारेर अर्को ठाउँमा राख्ने, ठिक छ। तर यहाँबाट अब यसको प्रतिलिपि गर्ने, कपी गर्ने, त यहाँबाट यहाँ पनि राख्न चाहनुहुन्छ तल, कसरी गर्ने त यहाँ क्लिक गर्यो, यो सेलमा क्लिक गर्यो। अब यही सेलमा होइन, अब जति पनि सेलमा हुन्छ भने जति पनि डाटा हुन्छ त्यसलाई यस्तो सेलेक्ट गरेर कन्ट्रोल सी थिचेर अर्को जुन ठाउँमा राख्नुहुन्छ त्यहाँ क्लिक गर्दा कन्ट्रोल भी गर्छु भने त्यहाँ त्यो यो सबै डाटा जान्छ। त्यस्तै गरी यहाँ मेरो यो डाटा हो, कन्ट्रोल सी। अब यहाँ राख्नुहुन्छ भने कन्ट्रोल भी, फेरि यही डाटा यहाँ राख्नुहुन्छ कन्ट्रोल भी, यहाँ राख्नुहुन्छ कन्ट्रोल भी। जतिचोटि प्रतिलिपि गर्न चाहनुहुन्छ भने, यसको कपी गर्न चाहनुहुन्छ, यसको छाया प्रति गर्न चाहनुहुन्छ भने कन्ट्रोल भी थिचेर जान्छु भने अब यो यहाँ यो लाइनबाट अब तलको लाइनमा कसरी आउँछ लेख्नको लागि त किबोर्डबाट मात्र इन्टर थिच्दा यो आउँछ तलको लाइनमा कन्ट्रोल भी, ठिक छ। अर्को लाइनमा लेख्न कसरी जान्छ त कन्ट्रोल इन्टर, यस मात्र इन्टर थिच्ने हो, इन्टर 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 इन्टर। तर यो लाइनमा हामी लेखे, अब यो ईमा त लेख्यो, अब एफमा लेख्न चाहनुहुन्छ भने कसरी लेख्ने त ट्याब, जुन ट्याब बटन प्रेस गर्दा त्यो कलम वाइज अगाडितिर जान लागेको लेख्दा। अब यसलाई मेरो आवश्यकता हो। अब यहाँ मैले त दुईटा देखेँ, कट र कपीको बारेमा हामी हेऱ्यो। अब यो फर्मेट पेन्टरको बारेमा हामी जान, त फर्मेट पेन्टरको प्रयोग गरेर कसरी हुन्छ, कसरी हामीले थाहा लाग्छ। त यो सबैभन्दा अगाडि यसको हामी केही डिजाइन गर्न चाहनुहुन्छ भने यसमाथि मैले गयो, यसमा डिजाइन गर्नको लागि यसको डिजाइन कसरी, यहाँ सबैभन्दा फन्ट साइज यहाँ कुन दिएको छ, यहाँ जुन छ फन्टको अक्षर जुन हुन्छ, अक्षर हुन्छ, अक्षरको स्टाइल बदल्नको लागि हामी यहाँ क्लिक गर्छौँ फन्ट फ्यामिली, यसलाई फन्ट फ्यामिली जस्तै यहाँ गयो ल। अब यहाँ राख्दाखेरि अर्को सबैमा जहाँ हामी राख्छौँ त्यो जुन फन्टको स्टाइल छ, स्टाइल चेन्ज हेर्न मिल्छ मैले। अब यहाँ एरियल ब्ल्याकमा मैले क्लिक गरेको, अब यसलाई फन्ट साइज बढाउनको लागि यहाँ पनि क्लिक गरेर 14 गर्यो, यहाँ पनि देखि क्लिक गर्दाखेरि फन्ट साइज बढेर जान्छ, यहाँदेखि माइनस हुन्छ, फन्ट साइज सानो हुन्छ, यहाँदेखि ठुलो हुन्छ, यहाँदेखि सानो हुन्छ, यहाँदेखि बोल्ड पनि हुन्छ। अब यहाँ बोल्ड किन आउनु भएको न भएन, किनकि यहाँ अलरेडी मैले जुन छ त्यो बोल्ड अप्लाई गर्नुभएको जुन कारणले। अब यहाँ हेर्नुहोस् त, अब यो क्लिक अनक्लिक भयो, अब यहाँ क्लिक गर्दा बोल्ड भयो। अब यहाँ क्लिक गर्यो भने यो टेढो जुन हुन्छ टेढो भयो। अब यहाँ क्लिक गर्दाखेरि अन्डरलाइन, अब जुन लेखेको छ त्यसको तल लाइन आउनु भएको, लाइन हटाउनको लागि त्यसैमा क्लिक गर्यो। फेरि अप्लाई गर्न चाहनुहुन्छ भने यसमा क्लिक गर्यो। अब टेढो हटाउनको लागि यसमा क्लिक गर्नुहोस्। फेरि अप्लाई गर्नको लागि त्यहाँ आई छ भने कन्ट्रोल प्लस आई सर्टकट की हो, यसमा क्लिक गर्यो ल। अब त्यो टेढो भयो। अब यसको अगाडि के छ, अब यो त भयो। अब यसमाथि मैले ब्याकग्राउन्ड कलर चाहनुहुन्छ भने यो ब्याकग्राउन्ड कलर हो, कहाँ हो त यो जुन छ यो फिल कलर जुन छ भने यो ब्याकग्राउन्ड कलर हो, यो ब्याकग्राउन्ड कलर हो। यहाँ जुन ब्याकग्राउन्ड कलर चाहनुहुन्छ भने त्यो अप्लाई गर्न सक्छौँ। यहाँदेखि जुन कलरको आवश्यकता हुन्छ भने त्यो मैले यो राम्रो लाग्यो भने यो अप्लाई गर्यो। अब यो कालोमा लेखिएको छ फन्ट कलर, अक्षरको कलर जुन डिआइटी कम्प्युटर बौद्धिमाई 5 कोम्पल लेखेको छु भने यो कालोमा लेखेको छ भने त यसलाई अब मैले चाहन्छु भने कि रेड कलरमा गर्नको लागि त रेड कलर कसरी अप्लाई गर्ने त यहाँदेखि हामी जुन कलरको आवश्यकता चाहन्छौँ भने त्यो कलरमा यहाँ गएर ल रेड कलरमा क्लिक गर्यो। यहाँ गएर यहाँ जुन कलरको आवश्यकता हुन्छ त्यसमा क्लिक एकचोटि माउस क्लिक गर्दा यो एक्टिभ हुन्छ, कलर चेन्ज भयो। अब यो ब्याकग्राउन्ड पनि चेन्ज गर्न चाहनुहुन्छ भने यहाँदेखि चेन्ज गर्न सक्छौँ, यहाँदेखि चेन्ज गर्यो।
अब यहाँदेखि बोर्डर अप्लाई गर्न चाहन्छु भने यो बटम बोर्डर अप्लाई गर्ने कि टप बोर्डर अप्लाई गर्ने, यहाँदेखि जुन चाहिँ टपदेखि टपमा बोर्डर आउँछ, यो लाइनमा टपमा बोर्डर लाग्यो कि लागेन? टपमा बोर्डर लाग्यो। अब टपमा बोर्डर र अल बोर्डर चाहनुहुन्छ भने यहाँदेखि अल बोर्डर चारैतिर बोर्डर लाग्यो। यहाँ क्लिक थियो, जुन कारणले यहाँ चारैतिर बोर्डर लागेको। मैले चाहन्छु यहाँ चारैतिर बोर्डर, यहाँ चारैतिर बोर्डर लगाउनको लागि त यहाँ क्लिक गर्यो। अब चारैतिर बोर्डर लाग्यो। अब हामी यो सबै अप्लाई गर्नुभएको। अब यहाँ क्लिक गर्दाखेरि यो के छ, यहाँदेखि लेफ्ट साइडदेखि यहाँ हेर्नुहोस् त। अब यसलाई म केही ठुलो गर्यो। अब यो के छ, माथि हेरिरहनु भएको, तर तल के छ, जुन जग्गा छ जग्गा खाली भएको ठाउँ के छ, खाली हो। अब यसलाई बिचमा गर्न कसरी मिल्छ त यहाँ हामी बिचमा क्लिक गर्यो, यहाँ पनि बिचमा क्लिक गर्यो। लेफ्ट राइट यो काम गर्छ। यो अप डाउन मिडल काम गर्छ। बटम डाउन मिडल काम गर्छ। ल मिडलमा गयो, यहाँदेखि अपमा जान्छ, जुन छ यहाँ यो अप जान्छ। ल त्यस्तै गरी अप मिडल डाउन भयो। त यो मिडलमा राख्यो। यस्तै गरी यो डाउन राइटमा, मिडलमा लेफ्ट। ल मिडल गर्यो। अब यो बिचमा आउनु भएको। अब यसलाई म अलिकति सानो गर्यो। ल सेट भयो। अब यहाँसम्म त मैले गरेको ठिक छ। बोर्डर पनि अप्लाई गर्न सक्यो। अब मेरो आवश्यकता हो कि यहाँ सबै कलमलाई बोर्डर अप्लाई जहाँतिर हुन्छ भने यहाँ सबैलाई म बोर्डर लगाउन चाहनुहुन्छ भने यहाँ बोर्डरमा क्लिक गर्नुहोस्। यहाँ अल बोर्डर छ, अल बोर्डरमा क्लिक गर्नुहोस्। ल सबैमा बोर्डर लाग्यो। अब जहाँ पनि लेख्ने त्यहाँ सबै बोर्डरमा हुन्छ। अब यो बोर्डरलाई हामी हटाउन चाहनुहुन्छ भने त यहाँदेखि फेरि गएर क्लिक गर्नुहोस्। यहाँ नो बोर्डर छ, त्यसमा क्लिक गर्नुहोस्। नो बोर्डर। अब सबै बोर्डर हट्यो। त्यस्तै गरी अब फर्मेट पेन्टर भनेको के हो, यसको बारेमा हामी जान्छौँ। त यहाँ एकचोटि क्लिक गर्नुहोस्। यो जति पनि यहाँ अप्लाई गरेको त्यो एकै पटकमा अप्लाई हुन्छ। जहाँ अप्लाई गर्न चाहनुहुन्छ, जुन कन्टेन्टमा, जुन सेलमाथि, त्यहाँ एकैचोटिमा अप्लाई हुन्छ। मात्र जसको पनि कपी गर्न चाहनुहुन्छ, यही डिजाइन मेरो आवश्यकता हो कि यो यहाँ पनि सेम डिजाइन अप्लाई गर्न चाहनुहुन्छ त अब कसरी गर्ने, फेरि त्यो सबै मिलाउनु पर्छ। सबैमा क्लिक गर्नुहुन्छ, 10 चोटि अप्लाई गर्नुहुन्छ। त त्योभन्दा अगाडि मैले के गर्न चाहन्छु कि मैले एकचोटि यहाँ यसको कपी म यहाँ डिजाइन गर्न चाहन्छु। सेम डिजाइन यहाँ पनि अप्लाई गर्न चाहन्छु। कसरी गर्ने त एकचोटि यहाँ क्लिक गर्यो। अब यो फर्मेट पेन्टरमा म क्लिक गरेको, के गर्यो, फर्मेट पेन्टरमा क्लिक गर्यो। अब यहाँदेखि यहाँसम्म छ भने यहाँ माउसको लेफ्ट प्रेस गरेर डाउन गर्यो, सबैमा अप्लाई गर्नु भयो। अब फेरि अर्को लाइनमा म चाहन्छु त अब कसरी गर्ने, यहाँदेखि यहाँमा गर्यो, कन्ट्रोल जेडदेखि वापस, फेरि यहाँ यो फर्मेटलाई म क्लिक गरेँ, फर्मेट पेन्टरमा क्लिक गर्यो। क्लिक गर्दाखेरि यो के भयो, बरस जस्तो आकारमा, जुन मेरो कर्सर थियो, माउस थियो, पोइन्टर, जुन बरसको आकारमा चेन्ज भयो। अब यहाँदेखि ड्रो मैले गरेँ, जहाँसम्म मैले अप्लाई तानेर घिचेको उहाँसम्म सेम डिजाइन अप्लाई हुन थाल्यो। त्यही हो फर्मेट पेन्टरको प्रयोग। अब यहाँ के छ, पेस्ट स्पेसलको के हो, पेस्ट स्पेसलको बारेमा हामी जान्छौँ। कुनै एउटा डेटा कपी गर्नुहोस्। अब कसरी थाहा पाउँछ, यहाँ जस्तै हामीले कन्ट्रोल सी गर्यो, तब यहाँ पेस्ट स्पेसल खुल्छ। अब हेर्नुहोस् अगाडि के छ,
अब यहाँ डिएक्टिभ हो। अब यहाँ क्लिक गर्छौ त खुल्दैन, किनकि यो डिएक्टिभ हो, यो बन्द हो। अब यो त्यसको प्रयोग गर्न मिल्दैन। जबसम्म मैले कुनै पनि डकुमेन्टलाई कपी गर्दैन भने त्यो हामीले प्रयोग गर्न मिल्दैन। जुन कारणले हामी के गर्छौँ, कुनै डाटालाई हामी कपी गर्छौँ, Ctrl+C कपी गर्यो। अब यो मिल्यो। अब यहाँ क्लिक गर्दा अबदेखि यहाँ जाउँ त जति पनि छ यो पेस्ट स्पेसलको डाटा हो। कपी प्रतिलिपि बनाउनको लागि यो यसको सबै तरफ प्रयोग हुन्छ। अब मैले यहाँ यसको बारेमा म केही जानकारी दिन चाहन्छु। यहाँ भनेको अल भनेको जुन पनि हामी कपी गर्छौँ त्यसलाई पेस्ट गर्छ। जस्तो पनि डाटा हो, जति पनि मैले त्यो माथि फर्मेट गरेको छ त्यो सबै अप्लाई हुन्छ। यहाँ के छ, जब हामीले कुनै फर्मुला एक ठाउँमा कुनै अर्को सिटमा मैले केही फर्मुलाहरू अप्लाई गरेको छु भने त्यो पनि फर्मुला अर्को ठाउँमा अप्लाई गर्न चाहनुहुन्छ भने त त्यसलाई के गर्नुहुन्छ, यहाँ क्लिक गरेर ओके गर्नुहुन्छ। अब भ्यालु छ भने त्यस्तै मात्र चाहनुहुन्छ भने कि यो जुन लेखेको छ भने त्यो भ्यालुलाई मात्र पेस्ट गर्ने, कहाँ पेस्ट गर्छ, जस्तै मैले यहाँ क्लिक गर्यो। अब पेस्ट स्पेसलमा जाऊ, पेस्ट स्पेसलमा क्लिक गर्यो। अब भ्यालु छ मात्र डिआइटीलाई जति पनि लेख्नु भएको छ डिआइटी कम्प्युटरले त्यस्तै ल मात्र त्यो के ल्याउनु भएको, मात्र त्यही भ्यालु मात्र ल्याउनु भएको। तर केही ब्याकग्राउन्ड कलर र फन्ट कलर रेड छ र फन्टको जुन अन्डरलाइन हो त्यो केही अप्लाई भएन, किनकि मात्र भ्यालु मैले मात्र भ्यालुको प्रतिलिपि गरेर राखेको, जुन कारणले मात्र भ्यालुलाई त्यो सो गर्नुभएको। त्यस्तै गरी मैले फेरि यहाँदेखि क्लिक गर्यो। अब यहाँ पेस्ट गर्न चाहनुहुन्छ भने कसरी गर्ने, अब फेरि यसलाई डबल क्लिक गर्दा कपी पेस्ट स्पेसलमा क्लिक गर्यो। अब यहाँ जुन फर्मेट हुन्छ त्यो फर्मेट अब यहाँ जति पनि अप्लाई गर्नुभएको छ त्यसमा जुन ब्याकग्राउन्ड येल्लो कलर हो, फन्ट कलर रेड हो र फन्टको तलमुनि अन्डरलाइन हो, ल सेलको बोर्डर हो, त्यो सबै अप्लाई हुन्छ, किनकि यहाँ फर्मेट्स हो। जति पनि मैले डिजाइन लगाउनु भएको त्यो सबै डिजाइन राखेर दिन्छ। ब्याकग्राउन्ड कलर मात्र दियो, फर्मेट त्यसको मात्र फर्मेट दिन्छ, सेलको फर्मेट दिन्छ। अब यहाँ फेरि मैले यहाँ क्लिक गरेँ। अब यहाँ कपी पेस्ट स्पेसलमा यहाँदेखि पनि मैले पेस्ट स्पेसलमा जान सक्छौँ। यहाँ जुन सेलमा हुन्छ भने त्यही सेलमाथि क्लिक गरौँ। यहाँदेखि पेस्ट स्पेसल खुल्यो। ल अब यहाँ पेस्ट स्पेसलमा क्लिक गर्नुहोस्। यहाँ कमेन्ट छ, भ्यालिडेसन छ, यहाँ अल युजिङ सोर्सिङ, यो सबै हो। तर कसरी गर्ने, यहाँ अब हेर्नुहोस् त, अब यो मल्टिपल हो त यो सबैको यहाँ के छ, नन हो। यहाँ एडको मतलब के, एड भनेको के हो, कुनै भ्यालु हुन्छ त्यसमाथि केही 5 र 10 या 500 डाटा हामी एड गरेर पेस्ट गर्छौँ। जस्तै यहाँ के छ, यहाँ 5, 10, 20 छ। अब यहाँ मैले के गर्यो, अब Ctrl+C गर्यो। अब यहाँ अर्को डाटा पेस्ट गर्न चाहनुहुन्छ भने यहाँदेखि पेस्ट स्पेसल, यहाँदेखि एड भनेको यहाँ जाऊ। अब ओके गर्नुहोस्। यस्तो होइन, यहाँदेखि मैले 5 के गर्यो, यहाँ 5+ कपी गर्यो। अब यो माथि मैले 5 एड गर्न चाहनुहुन्छ भने अब पेस्ट स्पेसलमा गयो। पेस्ट स्पेसलमा जाँदा यहाँ पेस्ट स्पेसल क्लिक गर्नुहुन्छ। अब एड छ, एड गर्न भन्ने 5 जोडेर पेस्ट हुन्छ।
मल्टिपल गरेर भने त्यसमा गुणा भएर गणना भएर हुन्छ, डिभाइड भएर हुन्छ, माइनस गरेर हुन्छ, यो फङ्सन हो। ओके ल, अब सबैमा एड भयो, 5 को 10 भयो, 10 को 15 भयो, 20 को 25 भयो। त्यस्तै म यहाँ एड गर्न चाहन्छु, छँदैछ 5 10 15। अब फेरि यहाँ जाऊ, पेस्ट स्पेसल, पेस्ट स्पेसलमा गयो, पेस्ट स्पेसलमा क्लिक गर्यो, एड ल, 5 को 10, 10 को 15, 20 को 25 भयो। यो एड स्पेस। त्यस्तै गरी यहाँ के छ, अब मैले फेरि क्लिक गर्यो, अब म घटाउन चाहन्छु भने पेस्ट स्पेसल, पेस्ट स्पेसलमा जाँदाखेरि यहाँ क्लिक गर्नुहोस्, पेस्ट स्पेसल, यहाँ मल्टिपल गर्न चाहन्छु 5 देखि, ओके गर्नुहोस् त। ल, अब सबैमा मल्टिपल भयो। अब यहाँदेखि म के गर्न चाहन्छु भने 5 देखि सबैमा माइनस गर्न चाहन्छु, माइनस गर्न चाहन्छु भने यहाँ ओके गर्यो। ल, माइनस भयो कि भएन? त्यो हो। अब यसमा भित्र के छ, अब यो सबैलाई मैले अल गरे, क्लिक गर्न चाहन्छु भने यहाँदेखि क्लिक अल, सबै क्लियर गर्यो है। अब मैले यहाँ जुन पेस्ट स्पेसल छ, यहाँ पेस्ट स्पेसलमा केही ब्लकहरू थियो, त्यो ब्लकहरूलाई म कसरी युज गर्छौँ, यहाँ जस्तै जनवरी लेखेँ, फेब्रुअरी लेखेँ। ल, अब यसलाई म ड्रो गर्यो, जहाँसम्म हुन्छ भने, ल यतिसम्म नै, 2 कलम अर्कोसम्म हेर्नुहोस् त। ल, यहीँसम्म मैले राखेँ फर एक्जाम्पल। अब यसलाई के गर्ने, अब मैले के छ, यसको अटो फिट कलम विथ, ल फिट भयो। अब सबैको केही म साइज बढाउँछु, अटो फिट भयो। अब यो के छ, यहाँ जुन छ यस्तो लाइनमा डाटा दिनुभएको, मेरो आवश्यकता हो कि यो लाइनमा जनवरी फरवरी लेख्न। त अब कसरी गर्ने, त यहाँदेखि मैले यसलाई कपी गरेँ, कन्ट्रोल सी। ल, अब यो लाइनमा यस्तो म लेख्न चाहन्छु भन्ने त फेरि अर्को लेख्नुहुन्छ, त किनकि मैले त अलरेडी लेखेको। त यो डेटालाई म के गर्छौँ, कपी गर्यो, पेस्ट स्पेसलमा क्लिक गर्दा, अब पेस्ट स्पेसल माथि क्लिक गर्नुहोस्। अब यहाँ जुन छ ट्रान्सपोज, यसमा क्लिक गर्नुहोस् है, ट्रान्सपोज, ओके। एकछिन कन्ट्रोल सी, यसमा क्लिक गर्यो। अब यसमा पेस्ट स्पेसल, त्यो त्यो ट्रान्सपोज नै आउँछ, ठिकै छ, त्यस्तै। ल, आयो। अब कस्तो थियो त्यस्तो थियो डाटा, तर आयो यस्तो। अब यो डाटालाई फेरि म यसको आधारमा लेख्न चाहन्छु, त कन्ट्रोल सी। ल, यहाँदेखि पेस्ट स्पेसलमा क्लिक गर्यो, पेस्ट स्पेसलमा ट्रान्सपोज छ जुन, यसमा क्लिक गर्नुहोस्। ल, अब त्यही डाटालाई तल त्यो आधारमा लेख्ने, पेस्ट स्पेसल, ट्रान्सपोज, त्यस्तो। अब त्यो डाटालाई कपी गर्दा फेरि चेन्ज आउँछ, फेरि त्यो डाटालाई अब कपी गर्यो, अब त्यो डाटालाई अब क्लिक गर्छौँ भने त्यो यहाँ आउँछ। ल, आयो, ट्रान्सपोज पनि मैले पढ्यो। अब यो भित्र हामीले के दिएको छ, ब्ल्याङ्क सेल दिएको छ, स्पेस ब्ल्याङ्क सेल भनेको यो भित्र जस्तै हामीले यो केही सेलको डाटा मैले डिलिट गर्न लागेको, केही सेलको डाटा डिलिट गर्यो। ल, केही सेलको डाटा मैले डिलिट गर्न लागेको,
अब यसको मैले क्लिक कपी गर्यो, कन्ट्रोल सी देखि कपी गर्यो। अब यहाँ राख्ने त्यसको प्रतिलिपि कसरी गर्ने, यहाँ जुन सेल छ, यहाँ यो ब्ल्याक सेल छ, यो सादा जुन छ नि ब्ल्याङ्क, केही लेखेका छैन, त्यसलाई स्किप गर्न चाहन्छु भन्ने कसरी गर्ने, त यहाँदेखि अब मैले फेरि पेस्ट स्पेसलमा पेस्ट स्पेसल क्लिक, यहाँ जुन छ स्किप ब्ल्याङ्क्स, यसमा क्लिक क्लिक गर्यो। अब फेरि ओके, कन्ट्रोल अल देखि डिलिट। त यहाँ हामी के बुझ्यो, क्लिपबोर्डमा मात्र कपी पेस्ट गर्ने हो। फन्ट ग्रुपमा हामी मात्र जुन अक्षरको छ भन्ने त्यो अक्षरको साइज, त्यो अक्षरको कलर र ब्याकग्राउन्ड बोर्डर त्यो अप्लाई गर्न मिल्छ। एलाइनमेन्टमा के छ, यहाँ एलाइनमेन्टमा दुईवटा बसेको, त अब मैले के छ कि अब म चाहन्छु कि एउटा सेल होइन, यहाँ जस्तै बुझौँ न कि जेन्डर मेल फिमेल कसरी लेख्ने, जेन्डर ब्लक कसरी लेख्ने, त जेन्डर हामी यहाँ त लेख्छौँ, तर यसमा ए मेल र फिमेल हुन्छ, एमएफ हुन्छ, हुँदैन, किनकि अब जस्तै यहाँ मैले लियो, अब दुईटा सेल लियो, तब यो सेललाई म के गर्छौँ, यो सेललाई सेलेक्ट गरेर जति सेललाई यहाँसम्म हुन्छ, यहाँसम्म, यहाँसम्म हुन्छ, यहाँसम्म, त यहाँसम्म मैले सेलेक्ट गर्यो। अब यसलाई के गर्छौँ, मर्ज गर्छौँ। मर्ज मर्ज भनेको जोड्छ, दुई सेललाई एउटा सेलमा जोड्छ, यो होइन कि दुईटै सेललाई मात्र जोड्छ, जति पनि सेलेक्सन सेल सेलेक्ट गरेर सेललाई मर्ज गर्न चाहन्छु भन्ने त्यो गर्न सक्छौँ। मैले जस्तै यहाँ हेरौँ, यहाँदेखि यहाँसम्म मर्ज गर्यो, एउटा बनाउन चाहन्छु भन्ने यहाँ मर्ज गर्नुहोस्, ल भयो, एउटा सेल भयो मात्र। अब यसमा जे पनि लेख्न चाहन्छु भन्ने यहाँ लेख्न सक्छौँ। रिआइटी कम्प्युटर ट्युट बौद्धी माई 5 यो कोपोवा रौतहट, ल अब यसलाई केही फर्मेट गर्न चाहन्छु भन्ने यहाँदेखि फर्मेट गर्न सक्छौँ, यहाँदेखि कलर मिलाउन सक्छौँ, यहाँदेखि बोर्डर पनि मिलाउन सक्छौँ, यहाँदेखि आउटसाइड बोर्डर पनि राख्न सक्छौँ र केही पातलो बोर्डर आयो। अब यहाँदेखि आउटसाइड त्यही मोटो बोर्डर, ल अब मोटो बोर्डर आयो, यसको फन्ट साइज बढाउनको लागि यहाँ गयो, यसको फन्ट साइज बोल्ड गर्नको लागि गाढो गर्नको लागि यो यहाँ गयो, ल क्लिक बोल्ड, ल सबै भयो। यो पनि गर्न सक्छु, जस्तै मैले यहाँ राखेको के लेख्न, जेन्डर है, जेन्डर। अब मैले यहाँ लेख्छौँ एमएफ, ल लेख्यो मेल फिमेल। अब यसलाई जति पनि आवश्यकता हुन्छ भने त्यो अट्याच गर्नुहोस्, यसलाई अटोमेटिक हुन्छ, ल अब यसलाई सेन्टर गर्न चाहनुहुन्छ भने यसलाई सेलेक्ट गरेर त्यस्तै गर्नुहोस् न, यहाँदेखि सेन्टर हुन्छ, एकचोटि फेरि क्लिक गर्नुहोस्, सबै सेन्टर हुन्छ, बोल्ड हुन्छ, यहाँदेखि मोटो हुन्छ, यहाँदेखि कलर ठुलो जुन साइज ठुलो हुन्छ, यहाँदेखि सानो हुन्छ। अब यहाँ हाम्रो जुन छ ऱ्याप टेक्स्ट भनेको के हो, जस्तै यहाँ मैले लेखेको, अब यो लेखेको जुन छ भन्ने यसलाई मैले सानो गर्यो। अब केही राम्रोसित हेर्न मिलिरहेको छैन, त्यस्तो टेक्स्टलाई के गर्छौँ, ऱ्याप टेक्स्ट गर्छौँ माथिदेखि तल, ल ऱ्याप टेक्स्टको मतलब यही के छ, उदाहरण यही हो, माथि तल यो अटोमेटिक फिक्स हुन्छ, सो गर्छ, ल ऱ्याप टेक्स्ट, यसलाई ऱ्याप टेक्स्ट भनिन्छ, यसलाई विदाउट ऱ्याप टेक्स्ट हो, यो ऱ्याप टेक्स्ट हो, ठिक छ। अब यो जुन जेन्डर छ मैले यहाँ केही दिएको छ, यसको बारेमा हामी छुट्छौँ।
ल यसको बारेमा अब यहाँ क्लिक गर्नुहोस्, यहाँदेखि डायगोनल हुन्छ, ठिक है। अब यहाँदेखि क्लिक गर्दाखेरि के हुन्छ, अब यो जुन छ यसमा क्लिक गर्नुहोस् त। अब एबिसिडी जुन चाहिँ यस्तो आउँछ, कस्तो आयो, ल यसलाई क्लिक गर्नुहोस् त, यसरी आयो। अब यसलाई क्लिक गर्नुहोस् त, यस्तो आयो। अब क्लिक गर्नुहोस् त अर्कोमा, यस्तो आयो, यस्तो। अब यो अर्को मेथडमा यस्तो। ल मैले लाग्यो कि अब यो पनि अप्लाई गर्न चाहनु हुँदैन भन्ने नर्मल, त फेरि यो जुन सो गरिरहेछ डार्क, त्यसमा एकचोटि क्लिक गर्नुहोस्, त्यो हटेर जान्छ। ऱ्याप टेक्स्टमा म क्लिक गर्यो, ल भयो। यो के छ, यो सबै होम ट्याबको प्रोपर्टिज बार जुन हुन्छ भन्ने, होम ट्याबभित्र रहेको प्रोपर्टिज बार, त्यो प्रोपर्टिज बारको क्लिपबोर्ड ब्लक र फन्ट ब्लक र एलाइनमेन्ट ब्लकको बारेमा हामी आज क्लास